आदरणीय ग्राहक महानुभाव एवं प्रिय दर्शकहरू हार्दिक नमस्कार गर्न चाहन्छु। डिजिटल नेपालको नियमित प्रस्तुति द वेट ब्यालेन्सको अर्को एपिसोड लिएर तपाईहरु माझमा उपस्थित भइसकेको छु। आज भने ड्याङको 30 किलोको यो 3D जुन मैले यहाँ स्क्रिनमा पनि देखाइरहेको छु, यो मेसिन रिभ्यू गरेर तपाईलाई चलाएर देखाउने छु र यो चाहिँ अलिकति प्रिमियम क्वालिटीमा पनि आएको छ। 30 किलो ड्याङ ब्रान्डको यो मोडलको यो तराजु चाहिँ विशेष गरी किराना फलफुल, खाद्यान्न, माड, त्यस्तै गरेर मासु पसल र डेरी लगायतका चिजहरुमा यो उपयोगमा बढी आउने गर्दछ। ढिला नगरिकन धेरै भूमिका नमादिकन अब तपाईलाई म अनबक्सिङ टेबलमा लान्छु। त्यो भन्दा पहिला हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नु होला र विभिन्न ब्रान्डका डिजिटल ढकतराजुहरु बनाउनु परेमा या नयाँ चाहिएमा होलसेल मूल्यमा चाहिएमा सिधा हामीलाई सम्पर्क गर्नु होला। हाम्रो लोकेसन रहेको छ कालीमाटीमा रहेको माली पेट्रोल पम्पको ठ्याक्कै अपोजिट भने जुनसुकै परामर्श लिनका लागि स्क्रिनमा देखाइएको WhatsApp नम्बरदेखि लिएर मोबाइल नम्बरमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ। अब लागौं सिधै अनबक्सिङ टेबलतर्फ। र म आइपुगेको छु अनबक्सिङ टेबलमा। म सिधी अनबक्सिङतिर जान्छु। क्यारी गर्नको लागि यो प्लास्टिकको एउटा क्यारी दिएको छ। यो निकै प्रिमियम क्वालिटीमा यहाँ बाहिर नै देख्न सकिन्छ, अघि नै मैले भनिसकिहालेँ। र यसलाई चाहिँ चट्ट यता फर्काउँ। सबै चिजहरू प्लास्टिकमा प्याकिङ आएको छ, प्लेटदेखि लिएर सारा चिजहरू। यो प्लेट भइहाल्यो, यसको यो थर्मोकोल भयो। यो चाहिँ एक ठाउँबाट अर्को ठाउँ सामान आवत जावत गर्दाखेरि मेसिन सेभ होस् भनेर यो राख्ने गरिन्छ भने। ल हेर्नुहोस्, यस्तो राम्रो क्वालिटी। सर र नजिक ल्याएर खिच्नुहोस् त। र यसलाई म चाहिँ स्विच अन गर्दैछु। स्विच अन गरिसकेपछि हामीलाई अघि प्राप्त भएको यो यसमै आएको यो प्लेट राख्छौँ। र यसमा पनि अन्य मेसिनहरू जस्तै नै हो, यसमा युनिट प्राइस हालिन्छ। यहाँ यो टोटल वेट देखाउँछ, यहाँ युनिट प्राइस आउँछ भने यहाँ चाहिँ टोटल प्राइस क्याल्कुलेट भएर आउने गर्छ। जस्तो यहाँ एउटा ग्लासमा मसँग पानी छ, यो यसलाई पहिला 0 गरौँ। यो 0 गरिसकेपछि यो ग्लासको पानी 292 ग्राम भयो। यो सम्झिनुहोस् कि तपाईको 500 रुपैयाँ किलोको सामान हो यो।